हेलो नमस्ते वेलकम ब्याक टु द च्यानल भकारी ब्लग्स गाइज आज फेरि खतरा नयाँ भिडियो हामी बनाउँदैछौँ होइन। अनि यो चाहिँ नयाँ एकदम रमाइलो क्षण पनि हो आज होइन, किनभने हाम्रो रिकेश भाइले चाहिँ फाइनली चाहिँ जापानको ड्राइभिङ लाइसेन्स निकाल्न सफल भएको छ होइन। त्यसको लागि चाहिँ वन्स मोर कङ्ग्रेचुलेसन्स रिकेश होइन। अब त्यसको भएर चाहिँ अब उसले चाहिँ लाइसेन्स त निकाल्यो होइन। अब उसमा चाहिँ कन्फिडेन्स चाहिँ अब अझ पर्फेक्ट चाहिँ भएको छैन नि त, खामपेकी चाहिँ त कोही पनि हुँदैन लाइसेन्स मात्र निकालेर। अनि त्यही भएर चाहिँ अब उसले चाहिँ म्यानुअल लाइसेन्स निकालेको। त्यही भएर चाहिँ मैले मेरो फेरि म्यानुअल गाडी छ नि त। अनि दाइ ल अब यसो हातसाप गर्नु पऱ्यो अलिकति चाहिँ अब कन्फिडेन्स हुन, पछि चाहिँ परेको खण्डमा अब चलाउन जहाँ पनि गाडी लिएर जान एक्लै हिँड्न सक्ने हुन पऱ्यो दाइ, ल यसो प्र्याक्टिस गर्नु पऱ्यो भनिरहेको थियो उसले। त्यही भएर चाहिँ फाइनली चाहिँ आज चाहिँ रिकेशलाई चाहिँ मैले सुरुबाट स्टार्टिङदेखि रुल रेगुलेसनदेखि लिएर होइन। पहिला त उसले चाहिँ कतिको चलाउन सक्छ यसो अगाडि पछाडि गराउनु दिएर चेक गर्छु। अनि उसको त हेरेपछि मैले बुझिहाल्छु नि त उसले चाहिँ कहाँ कति उसको चाहिँ मिस्टेक छ, कहाँ उसको कमजोरी छ। अनि त्यसपछि त्यसमा उसलाई चाहिँ अलिकति एडभाइस गर्दै चाहिँ अनि त्यसपछि हामीले चाहिँ आज दिउँसभरि 6-7 घन्टे प्र्याक्टिस गर्छौँ, हेभी प्र्याक्टिस गर्छौँ। किनकि मेरो आजको लक्ष्य चाहिँ एक दिनमै, अरूले दिनमा 2-2 घन्टा गर्नु, 2-2 घन्टा गरेर होइन, दिनमा 2-2 घन्टा गरेर एक हप्ता लाउनु र त्यही 2 घन्टा एकै दिनमा चाहिँ 7-8 घन्टा गर्नुमा चाहिँ एउटै हो नि त। त्यही भएर चाहिँ अब हामी एक हप्ताको जुन सिकाइ, एक हप्ताको एक्सपिरियन्स चाहिँ एक दिनमै लिने र अनि एक दिनमा चाहिँ पर्फेक्ट हुने हिसाबले चाहिँ आज हामी चाहिँ प्र्याक्टिस गर्छौँ। लगभग अब 12 बज्न लाग्यो, हामी 6-7 बजेसम्मै, साँझको 6-7 बजेसम्मै अब धेरै थकाइ लाग्यो भने चाहिँ हल्का 5-10 मिनट ब्रेक लिन्छौँ, नत्र भने 6-7 घन्टे हामी चाहिँ हेभी प्र्याक्टिस गर्छौँ, फुल प्र्याक्टिस गर्छौँ। उकालो ओह्रालो अगाडि पछाडि पार्किङ सार्किङ होइन। अब चाहिँ लेन चेन्जहरूको लेखेर पालै पिलो जिनबान्दे पालै पालो चाहिँ हामी चाहिँ त्यसको प्र्याक्टिस गर्छौँ। अब चाहिँ अहिले चाहिँ हामी चाहिँ यहाँ 7-11मा चाहिँ चियासिया खाएर भ्यायौँ। अब हामी चाहिँ सुरुमा चाहिँ हामी चाहिँ एउटा एकान्त उमीको छेउमा गएर म उसको चेक गर्छु। उसको चाहिँ चेक गरिसकेपछि अनि त्यहाँबाट चाहिँ हाम्रो सुरु हुन्छ। ल गाइस, आजको भिडियो चाहिँ एकदम लास्ट इन्ट्रेस्टिङ हुन्छ र एकदम नलेजेबल पनि हुन्छ होइन। अब नयाँ चाहिँ अब पर्फेक्ट भइसक्नु मान्छेहरूलाई त अब खासै त्यति युजफुल नहोला होइन, तर अब त नयाँ भर्खर लाइसेन्स निकालेको एक्सपिरियन्स नभएको मान्छेहरूलाई चाहिँ यो भिडियो एकदम चाहिँ युजफुल हुनेवाला छ होइन। त्यही भएर चाहिँ जसलाई चाहिँ यो भिडियो चाहिँ युजफुल हुन्छ जस्तो लाग्छ गाइज भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। अनि यो चाहिँ यो भिडियो चाहिँ मन पऱ्यो भने चाहिँ लाइक कमेन्ट एन्ड सेयर गर्न नबिर्सिनु होला है गाइज। अब सी यू अन द रोड। ल गाइज, अब जे होस् हामी चाहिँ अब उमा जान्छौँ, स्पोर्टमा जान्छौँ, स्पोर्टमा गएर चाहिँ अब सुरु गर्छौँ है त गाइज। ल अब वहीँ गएर भेटौँला। ल है गाइज, फाइनली चाहिँ हामी स्पोर्टमा आइसकेका छौँ। रितेशले चाहिँ हाइट कसरी बढाउने? हाइट हुन्न, बढ्दैन यति हो होइन, हल्का पछाडि तल धकल्यो भने मात्रै आफै आउँछ कि न्युट्रलमा। अनि सिधा तल 4मा, अब 3मा फेरि 3 होइन, धेरै हल्का धेरै त्यस्तो बल चाहिँ नलगाऊ है। अब 2मा ल्याऊ, 1मा, अब 1मा भयो न्युट्रलमा ल्याऊ होइन। हल्का तानेर छोडिदिनु कि बल युज नगरेपछि आफ्नै ठाउँमा आउँछ। जस्तै 5 छ नि होइन, अनि यसलाई तानेर छोडिदिनु कि आफ्नो ठाउँमा आउँछ। अनि सिधै तल झार्दैछ 4मा आयो कि न्युट्रलमा जस्तै तल छ भने हल्का माथि उठाइदियो कि अब न्युट्रलमा आयो क्या। थोरै इफोर्ट नरिकन फुट्टो गरिदिनु न्युट्रलमा आउँछ क्या। त्यसपछि हान्दान गर्न सजिलो हुन्छ नि त। स्टार्ट गर त। कलच जहिले पनि स्टार्ट गर्ने बेलामा कलच पुरै थिच्ने, ब्रेक हानेर स्टार्ट गर्ने है। उसमा चाहिँ क्लच त थिच्दै थियो होइन, ब्रेक जहिले पनि स्टार्ट गर्ने ब्रेक हान्ने क्या। किनभने उकालो ओह्रालोमा त हुन्छ नि त होइन। जस्तै तिम्रो अहिले ओह्रालो छ भने त
तल बगिसक्थ्यो नि त स्टार्ट गर्दा बित्तिकै हजुर क्लच थिच्दा बित्तिकै भक्थ्यो साँच्चै होइन अनि जहिले पनि जिङबान चाहिँ हजुर क्लच र ब्रेक थिचेपछि स्टार्ट गर्ने हजुर अनि गियर लाउने हजुर अनि बल्ल इन्भेरेक झार्ने हजुर है अब एक गियरमा लगाऊ क्लच थिचेर एक गियरमा झन् ऊ के अरे ऊ इन्भेरेक झार जिङबान चाहिँ यो है इन्भेरेक होइन अनि उ गर के अरे हल्का क्लचमा लगा के अरे एक्सिलेटर दिएर क्लच बिस्तारै चढा हल्का दियो त अलिक धेरै भयो हल्का क्लच चढा बढी भयो भने क्लच पुरै थिच्छ है क्लच पुरै थिचिदियो भने इन्जिनसँग हट्छ नि त अलिक कम दियो है तर गाडी आइरहेको छ कि आएन गाडी आएन कि होइन रोका 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 त यहाँनिर कता है अब यहाँ पछाडि चाहिँ अब उतातिर नजाउँ फेरि उतातिर घुमाउन सक्दैन होइन यहाँ यहीँबाट वरिपरि घुमाउने क्या ओ असल लगाऊ त अलि अगाडि गाडी हिँड्न लाग्यो भने क्लचलाई त्यति छोड्दिनु न ठिक छ यहीँ रोका 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 होइन अब ब्याक गियर लगाएर सिधै है नातिकन है आयो भने चाहिँ आगो नभयो भने चाहिँ क्लच थिचिदिने क्लच पुरै थिचिदिने ब्रेक हान्ने पुरै घाटा अब ब्रेक है क्लच थिच्ने ब्रेक थिच्ने है अब चाहिँ यता लाग्यो एक गियरमा हान अब क्लच हल्का ल्याउने एक गियरमा ल्याउने ठिक छ एक गियरमै छ एक गियरमै छ यता काटा यस्तो टर्निङहरूमा उयोहरूमा चाहिँ एक फेर हर्रा गराएर क्लच थिचिदिने कि त्यो अघि नैको झट्काले हिँड्छ कि त्यस्तो गर्नुपर्छ कि अनि स्टार्ट बन्द पनि हुँदैन बिस्तारै सट्ट घुमाउ तपाईँले यस्तो गरेर बिस्तारै अलि अझ ब्रेक हानेर अलिक सलो गरेर क्लच पुरै थिच्छ अनि त्यही अघि नैको झट्का पुरै काटा अघि नैको झट्का लिन्छ होइन जान्छ जान्छ हिँड जान्छ अघिनेको ठाउँमा ठ्याक्कै जाने है दुईमा हाल त क्लच थिच्यौ नि क्लच थिचेर दुईमा हाल्ने क्लच छोडा अलिक सोलो गर त्यो त गाडी त्यहाँ एउटा गाडी चाहिँ हट्छ क्या त्यहाँ होइन त्यसको छेउबाट छिरा लाने कन्फिडेन्स छ त्यहाँबाट सकिन्छ छ भने त वात त गरेर झुकेर गडाङ गुडुङ हान्ने त गराउँदा नि पार्दैन त्यस्तो अन्त ब्रेक र ऊ हानिहाल्छ नि क्लच ल अहिले चाहिँ हामी घुम्दै फिर्दै ट्रेनिङ लिँदै अहिले हामी चाहिँ ठ्याक्क यो समुद्रमा यो सिउगामाको समुद्रको बिचमा आइपुगेछ भन्न त्यहाँ समुद्र पनि घुम्यो अनि आएर फेरि अब यहाँबाट फर्किदियो अब फेरि हामी एउटा नयाँ पार्कमा जाँदैछौँ त्यहाँ पार्कसम्म चाहिँ अब उसले फेरि ड्राइभ गर्छ होइन पुरा मेरो इन्स्ट्रक्सनमा अनि त्यसपछि हामी त्यहाँ पार्कमा गएर चाहिँ टिकटक सिकटक बनाउँछौँ अनि त्यसपछि घरतिर फर्किन्छौँ ल अब लागौँ है त लागौँ अब त्यहाँको चरमा नि हल्का खोला भाइ के मिररहरू मिल्दैछ तिमीलाई
त्यो साथी फेरि त्यो साथी पनि चितवसै गएको हो अघि बोलेको साथी मैसँगै पढ्छ उसको कहाँ भयो उसको फेरि त्यो त उता टोकियोमातिर गयो जान चाहिँ अलि यो के भन्छ स्टकमा रोप है यो भोलिडी भन्ने खाइसक्यो हुन्छ क्या यो स्टकमा रोप्ने फेर अनि अलि अगाडि पनि उता गाडीलाई त्यस्तो उताको लाइभ हाल्दा उताको लाइभ हाल्दा भन्छ अनि छिर होइन हिँड कि हिँड पछाडि गाडी आयो नि जहिले यो निस्किने गाडी छेउमा गयो यता ख्याल यताको कुना ख्याल गरेँ बाबु तिमीले किन साँगो रहेछ पढाइँदै गयो अन्त बर्बाद हुन्छ नि यतातिरको त बरु गाडी ठोकिन लाग्यो भने त्यो अर्को ड्राइभरले बचाउँदा के गर्ला होइन यता ढुङ्गाबाट त भाग्दैन नि त अनि समस्या बिस्तारै नै त्यो रेखाभन्दा यता छु कि छैन भनेर मिररबाट देखिन्छ कि पछाडि मिररमा हेर्दा पछाडिको लागि होइन होइन तिनमा बिस्तारै चलाउने चट्टा नपार्ने गरेर रहेछ कोही एक माला ठ्याक्क त्यसमा त्यहाँ पुलमाथि चढाइ उताबाट गाडी पनि आएको हुन्छ आफ्नो लेन दायाँ बायाँ नगर्नु है दुईमै ठ्याक्क दुईमा चढाउनु स्टार्ट हुँदा बित्तिकै एकबाट हिँड्दा बित्तिकै दुईमा हालेर दुईमै चढाउनु ल जाउँ एकमा हाल्यो दुईमा हाल्यो दुईमै साइड गर्ने खाली ठाउँमा रोक्नु त In 500 meters, your destination will be on the left. गाडी निस्क्यो नि त्यहाँ हाल्नु यो क्रस हुँदा बित्तिकै साइड लाइट बाल है एकमा हाल्यो हौ क्लच थिच अनि
उताको ब्रेकमा हात राख खुट्टा राख ब्रेकमा धेरै यता हाल्यो अब यहाँबाट चिराउनु पर्छ त्यो हल्का साइडमा यता उता 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 सिधै सिधै राखौँ भन्दाखेरि हामीले होइन यता हिँड्नु भयो यतातिर त अपाङ्गहरू भयो भने यतातिर खान्छ छ खाने धेरै उता नच्याएको हिँड्नु उताबाट यता हाल कि यो पहिलामा सिधै सिधै अगाडि हिँड सिधै अगाडि हिँड ल यो छ नि यो यहाँ हाल यहाँ अझै अगाडि हाल ल भयो धेरै धेरै आयो हल्का काटो न काटो त बिस्तारै रोको 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 काटो पुरै काटो पुरै काटो त पॉइन्ट लगाएर काटो अलिकति अगाडि हिँड्ला अलिकति अगाडि अब अगाडि अलि अगाडि हिँड्ला हो त्यही नगर अगाडि हिँडेर यसो फेरि अलिकति अगाडि हिँडेर देखेछ त पहिलो हो देखेछ त्यहाँ अनुसारले हाल त्यो चक्कावाला अनि पछाडि उसको लागि हेर्नु त चक्का अड्डाउने छ नि सिधा दुईतिर हेर उतातिरको चक्कामा नि छ कि यता छ अब जता सिधा भएपछि जता हेरे नि हुन्छ अझै ठोक्कौँ न अझै ठोक्कौँ चक्का परे ठ्याक्कै अलि पछाडि लगाउँदा त थाहा हुन्छ क्या त्यो भरमा अब गर अब न्युट्रलमा ल्याऊ ब्रेक तान सिसाहरू बन्द गर होइन स्टार्ट बन्द गर ओके साङ्ग्रोबाट चलाउनु काँडा चरालेन पसिनै छोड्यो है त्यो त के ल रिकेश आजको कस्तो भयो त यो कता एकदम राम्रो भयो होइन एकदम जस पहिलाभन्दा चाहिँ धेरै चाहिँ ऊ भयो इम्प्रुभ भयो दाइ कन्फिडेन्स धेरै कन्फिडेन्स आयो नि अब त एक्लै लिएर हिँड्न सकिहाल्छ नि होइन त्यत्रो भिडहरू त्यत्रो सानो सानो गल्लीमा हाम्रो यता दललाई पनि हुनुहुन्छ एभरेस्ट रेस्टुरेन्टमा आएको हामी होइन यहाँ नास्ता सास्ता खाएर जाने हो हाम्रो चाहिँ अब रिकेश भाइ चाहिँ अब जान्छ नि चाहिँ यस होइन म्यानुअल चला अब गाडी एक्लै लिएर जान सक्ने अब मजाले सक्छ मैले हेरिसकेँ नि त जान्छौ ल गाइज अब मैले पनि यहाँ कति बोलेछु होइन त्यसको लागि चाहिँ ल बिदा हुँ न त है ल गइहाल ल ल फेरि भेटौँ होला है त